सबैजनालाई स्वागत छ मेरो फेरि अर्को ब्लगमा। अनि आजको ब्लगमा हामी जाँदैछौँ पिकनिक। अनि पिकनिक जानको लागि म चाहिँ रेडी भइसकेँ, दिदी मामा चाहिँ रेडी हुँदैछ। अनि हामी अहिले पर्खिरहेको छौँ स्कुल बसलाई। अब स्कुल बस आउँछ अनि जाने हो, रमाइलो गर्ने हो। त्यहाँको सिन पनि म हजुरहरूलाई देखाउने नै छु बिस्तारै बिस्तारै। अब गाडीको वेट गर्ने, अब गाडी कति बेला आउँछ। अब 8 बजेको टाइम दिएको थियो, अब 8:05 भयो होला त्यस्तै। अब आउँछ कि आउँदैन, नेपाली टाइम 8 बजे हो। अब भन्नु अब के भन्नु, छोड्दै भन। अब हेरौँ त अब गाडी कति बेला आउँछ। हामी चाहिँ अहिले बसमा बसिसकेको छौँ। अब हाम्रो यात्रा सुरु हुन लागेको छ होइन, हो कि होइन हो। अब हामी जान्छौँ। फाइनली कहाँ आइसकेको छौँ, पिकनिक स्पोटमा आइसकेका छौँ। यी केटाहरूसित हाम्रो कक्षा केटाहरू चाहिँ आज कोही पनि आएको थिएन अनि यिनीहरूसित घुम्दैछु। खेल्ने कुरा नि केही छैन, हो के खेल्नु भन त। अरे मैं क्या बताऊं, मैं क्या बताऊं। भविष्यको मिस्टर बिस्ट तिमी, म भविष्यको सौरभ जोशी, म भविष्यको सौरभ जोशी, ऊ भविष्यको मिस्टर बिस्ट। तिमी भविष्यको के? अल्बर्ट आइन्स्टाइन। अल्बर्ट आइन्स्टाइन होइन, चोर बजारको मालिक। त्यो अस्ति माया सङ्क्रान्तिमा पत्ता लगाएको है मैले। फेरि म वैज्ञानिक हो क्या, म सबैको नाम राखिदिन्छु म यसरी सबैको। भविष्यको मिस्टर बिस्ट। वर्ल्ड कप 2026 को क्वालिफायर म्याच चलिरहेको छ यहाँ, र आजको यस म्याचमा अर्जेन्टिना भर्सेस स्पेन छ, र यहाँ जसले जित्छ त्यो फाइनलमा भिड्छ पोर्चुगलसँग। अब हेरौ कसले जित्छ त। यतापट्टि छ स्पेनको टिम र उतापट्टि छ अर्जेन्टिनाको टिम। अब हेरौ कसले जित्छ, स्पेन कि अर्जेन्टिना? रोनाल्डो पोर्चुगल होइन। लास्ट डे बोर फिल भयो मलाई, के गर्नु मलाई। किन नदेखेको? यहाँ बोल न यार, केही बोल न। आफू जस्तोहरूलाई त्यस्तै सोच्दो रहेछ यो मान्छे। आफू जस्तोहरूलाई त्यस्तै सोच्दो रहेछ। भिड छ यहाँ, भिड। हामी जाँदैछौँ, कहाँ जाने अरे? अब हामी भलिबल खेल्न जाउँ। भलिबल खेल्न लास्ट बोर भइरहेको छैन गाइस हामी चाहिँ, हो कि न? अनि यो मेरो युट्युब हेर्दै गरेको यो फ्यामिलीहरूलाई चाहिँ तिमी के भन्न चाहन्छौ? सब्सक्राइब गरिदिनु कि नगरिदिनु भन्न चाहन्छु? सब्सक्राइब, लाइक, कमेन्ट, सेयर सबै गरिदिनु। मेरो अब 1K फ्यामिली हुनुपर्छ गाइस छिटै। भर्खरै 100 फ्यामिली मात्र हुँदैछ। अनि यस्तो छ यहाँको माहौली। फुटबल ग्राउन्ड पनि चट्ट रहेछ। अनि हाम्रो आफ्नै पारामा हिँडिरहेको छौँ गाइस। अनि यो भाइ हेर्नु यहाँ फुटबल खेल्दैछ। यी भाइको नाम बोल्दैउ न, यहाँ केही बोल। आयुष गौतम रे भाइको नाम चाहिँ। फाइनली अब हामी चाहिँ जाँदैछौँ फेरि पिकनिक स्पटतिर। एकछिन फुटबलहरू खेलियो। ओ जे बाते नबोला केटा हो अहिले। हामी मोटो रूपमा जाँदैछौँ हाम्रो। गीत चाहिँ दामी बसिरहेको अवस्था छ। We've been waiting for so long. We've been waiting for this time to begin. We ain't getting any older. I kinda feel a little younger.
sun is out, won't go away. Feel the clouds on your shoulder. Touch the sky, feeling bolder. Going up, going all the way. Going out, yeah, yeah. क्या भयो फेरि नाचो नाचो यही हाम्रो दाजु नाचिरहनु भएको छ फाइनली अब चाहिँ हाम्रो सबै काम सकिसक्यो हामी रमाइलो गऱ्यौँ होइन धेरै लामो भिडियो चाहिँ बनाउन सकिनँ किनभने ठाउँ ठाउँमा रमाइलो पनि गर्नुपर्ने हुन्थ्यो अनि अब चाहिँ हामी घर जाने तयारीमा छौँ अब एकछिनमा गाडी चढेर घर जाने अनि यहाँ भाइहरूको गेम चल्दैछ यो गेमको नाम के हो भाइ लाबडमारी कसले धेरै मारो यहाँबाट च्याम्पियनको अल्छ धेरै मार्ने अल्छ धेरै लाबड मार्नेको नाम मात्रैको विज्ञान हो ल अब फाइनल्ली म चाहिँ घर आइसकेँ होइन तपाईँलाई लागेको भन्दा यो मान्छे भर्खरै त्यहाँसम्म भिडियो बनायो त्यो एकैचोटि कसरी घर पुग्यो भनेर के पो भन्दाखेरि चाहिँ त्यहाँ भिडियो बनायो होइन त्यसपछि गाडीमा आएको गाडी एकदमै फेड थियो क्या अनि क्यामेरा त यसो उचाल्न खोजेको हल्ला गरेर पुरै मोबाइल झारौँ लाग्छ गरेपछि अनि मैले चाहिँ सुकेस् भनेर गर्दैन मैले चाहिँ खासै राम्रो भिडियो बनाउनु जस्तो लाग्दैन तर मुमेन्टहरू चाहिँ मैले सब जति सक्दो त्यहाँ भएको मुमेन्टहरू चाहिँ मैले यो क्यामेरामा यो भिडियोमा मैले क्याप्चर गर्न सके जस्तो मलाई आफैमा लाग्छ र यति भन्दै गुड नाइट साथीहरू होइन गुड नाइट त के भन्नु के त अब मर्निङमा हेर्दै हुन्छ मेरो लागि चाहिँ गुड नाइट र अब एडिट गर्छु एकछिन खानासाना पनि भइसक्यो त्यसैले अब थ्याङ्क्स फर वाचिङ बाई